उपस्थित अग्रज साहित्यिक स्रष्टा सर्जक सम्पूर्णमा हार्दिक नमन अभिवादन। यो सुन्दर साहित्यिक सृजनात्मक कार्यक्रम आयोजना गर्ने नजरेका फुलहरू एवं त्यसका प्रस्तुता स्रष्टा प्रिय भाइ केपी महिलालाई यो अवसर र यो कार्यक्रमको लागि धन्यवाद। हामी हाम्रा बुवा हजुरबुवा अनि जिजुबाहरू प्राय हामी माथिल्लो पहाडतिरबाट पनि झरेका छौँ र त्यो पहाडको वर्तमान परिवेश अनि त्यहाँको अवस्थाको सन्दर्भमा मेरो कविताको माध्यमबाट म यहाँलाई सहयोग गराउने यहाँहरूसित प्रयत्न रहनेछ र सधैँभरि आजको आदरणीय प्रमुख अतिथि कुन्ता दिदीलाई, वरिष्ठ कवि कुन्ता दिदीलाई हामीले बोलाएर सुन्थ्यौँ। आज दिदीको अगाडि कविता सुनाउँदा खुसी पनि लागेको छ। मेरो कविताको शीर्षक छ मोटर पुगे बाटो। हिँडिरहेको थियो बाटो, हिँडिरहेको थियो बाटो, भन्ज्याङ गड्ते खोल्साहरू छिचोल्दै मेरो गाउँसम्म पुग्नलाई म चढेको मोटर गाडी। हिँडिरहेको थियो बाटो, भन्ज्याङ गड्ते खोल्साहरू छिचोल्दै मेरो गाउँसम्म पुग्नलाई म चढेको मोटर गाडी। वर्षौँ पछिको जन्मथलो पुग्ने रहर, वर्षौँ पछिको जन्मथलो पुग्ने रहर, मानसपटलमा ताजै थिए बाल्यकालका यादहरू। मन तरङ्गित थियो, पुलकित थियो, अतीतका थिए सम्झनाहरू। तन्किरहन्थे आँखाहरू टाढा टाढासम्म, आँखाहरू तन्किरहन्थे आँखाहरू टाढा टाढासम्म। ल ल बाला झुल्ने ती बेसीका फाँटहरू, बाजे देखिन्थे गराहरू, केही पुत्रे बोटहरूको शोभा देखिन्थे। गाई बस्तु चर्ने ती खर्काहरू ठम्याउनै मुस्किल भयो। कोदो मकै फापर फाल्ने ती गराहरू, बाजे देखिन्थे। बाख्रा वस्तु चराउने ती खर्कहरू ठम्याउनै मुस्किल भयो। कुवा ढुङ्गे धारा बिसाउनेहरू विस्थापित भएछन्, कुवा ढुङ्गे धारा बिसाउनेहरू विस्थापित भएछन्। तर दुरुस्तै देखिन्थ्यो त्यो ठिङ्ग उभिएको शिलाजीगिर। तर दुरुस्तै देखिन्थ्यो त्यो ठिङ्ग उभिएको शिलाजीगिर। देखेनन् राडी पाकी डोका गाम्ला बुन्नेहरू, भेटेनन् भेडा बाख्राका बथानहरू र सुस्केर हाल्दै चौतारामा थकाइ मार्नेहरू। कहीँ कतै भेटे छातीभर एक भारी याद बोकेर पुगेको म, छातीभर एक भारी याद बोकेर पुगेको म खुसीले रमाउन सकेँ। छातीभर एक भारी याद बोकेर पुगेको म खुसीले रमाउन सकेन। खुसीले रमाउन सकेन, उज्यालो हुन सकेन मेरो मनको सङ्घार। सम्झनाका बाछिठाहरूले मलाई हिर्काइरहे, सम्झनाका बाछिठाहरूले मलाई हिर्काइरहे। विगतको त्यो पल्लो कुनाबाट वर्तमानको त्यो पल्लो भित्तासम्म निहाले, लाग्यो बिरानो बिरानो, अर्थात् अर्कै गाउँ पुगे जस्तो। विगतको त्यो पल्लो कुनाबाट वर्तमानको पल्लो भित्तासम्म निहाले, लाग्यो बिरानो बिरानो, अर्थात् अर्कै गाउँ पुगे जस्तो। सम्झे ती कटारी बेलटा धरानमा पुगिरहने भैया दाइलाई। उनीले त जिन्दगीभरिका लागि ढाकर बिसाएछन्, उनले त जिन्दगीभरिका लागि ढाकर बिसाएछन्। छोराहरू कोही अरब कोही युरोप, काले दाइका आँगन बन्द भएछन्।
रिठे गम्जे सिरदजे बसाइ हिँडेछन् अहो कति परिवर्तन। तर उस्तै थियो ती खोला नदी चुचुरा थुम्का र नागबेली भएर बग्ने ती नदी। विगतको त्यो बाक्लो गाउँ तर देख्ने उजाड विगतको त्यो बाक्लो गाउँ तर देख्ने उजाड उक्लिँदै ढल्न लागेका बेसिया घरहरू अनि गौँथलीका गुणहरूमा देखेँ चमेराहरूको साम्राज्य। अम्बा किम्बु नास्पाती ज्यामी फुल्दै फल्दै झर्दै कुहिँदै फल्दै गरेका केही बोटहरू कठै भएर घोरिया निकै गम्भीर पनि भए। फेरि सम्झे ती बाबुआलेका कठिन दिनहरू साथै अभाव र सङ्घर्षपूर्ण जीवन र देखेँ आजका सुविधाहरू। घर छेउैका पानीका धाराहरू, झलमल्ल बिजुली, फराकिला बाटा, स्कुल, अस्पताल र पनि समय र सपनाहरूले लखेट्दो रहेछ मान्छे। समय र सपनाहरूले लखेट्दो रहेछ मान्छेलाई। या त अभावले ठुङ्गेर होस्, न त मोटर पुगेर होस्, मन मानेर होस् या नमानेर होस्, आखिर छोड्नेहरूले गाउँ चटक्कै छोडेर हिँड्नेछ जसरी मैले छोडेँ। आखिर छोड्नेहरूले गाउँ चटक्कै छोडेर हिँड्नेछन् जसरी मैले छोडेर हिँडेको थिएँ। तर मलाई आवाज भइरहेको थियो। ती पाखा पखेरु तारे फाँटहरूले मलाई आह्वान गरे जस्तो, मेरो पुनर्गमनको आशमा मक्ख परे जस्तो, मेरो स्वागतमा आतुर भए जस्तो। सायद सबैलाई त्यस्तै लाग्छ कि विडम्बना। मोटर पुगे पनि गाउँ सहर हुन सकेनछ। बरु भएछ झन् उराट लाग्दो बसाइ हिँड्ने लहर। विडम्बना, मोटर पुगे पनि गाउँ सहर भएनछ। भएछ बरु अझै उराटिलो बसाइ हिँड्नेहरूको माहौलले। धन्यवाद।